हेर्नुहोस् है साथीहरू, यो चाहिँ 8 मिटर लम्बाइ 3 मिटर चौडाइ भएको बस स्टेसन हो होइन। यो हाम्रो कम्पनीमा मैले यसलाई जम्मा तपाईँको 9 मिटर चौडाइ भएको ठाउँबाट यो फोर्कलिफ्टले घुमाएर बाहिर निकाल्नुपर्ने छ। एकैपटकमा निकाल्छु। हेर्नुहोस् है मेरो स्किल कस्तो छ भन्नु होला होइन। अनि यो बाहिर देखिराखेको छ नि उता यो ट्रकको छेउमा, त्यो चाहिँ 10 मिटर लामो बस स्टेसन हो। यो चाहिँ अब रेडी भएको, अब यो बनाएर पेन्ट सेन्ट गरेर रेडी भइसक्यो होइन। यसलाई अब बाहिर निकालेर अनि अर्को तपाईँको यो यसमा अब सिसाहरू फिटिङ गर्ने होइन, एसीहरू लगाउने अनि बस्ने कुर्चीहरू लगाउने, अनि त्यो काम चाहिँ बाँकी छ। अब हामीले त्यो कम्पनीमा पठाउँदैछ होइन। यो एउटाको मूल्य लगभग कोरियन ओन 1 अर्ब जति पर्छ है। सबै फिटफाट भएर यसभित्र सबै अब मोनिटरहरू लाग्छ होइन। कुन बस कति बेला आउँछ, कुन बस कति बेला के गर्छ भन्ने जिपिएस पनि यसैमा हुन्छ है। बसहरूको सबै इन्फर्मेसन यसभित्रै हुन्छ होइन। अब कोरियामा जाडो हुने भएको भएर हिटर पनि हुन्छ यसमा। अनि यो चाहिँ खाङनामतिर जान्छ है साथीहरू। अनि मैले अब बाहिर निकालेँ यसलाई होइन। बाहिर निकाल्ने अब त्यो 2टा काठ तेर्साएको छ, त्यो ठाउँमा लगेर राख्ने हो है। मैले एकैपटकमा निकालेँ होइन। अब साथीहरूले भनिदिनु होला कि मेरो छिगेछ चलाउने होइन, यो फोर्कलिफ्ट चलाउने स्किल कस्तो रहेछ भनेर है। अनि अब साथीहरू, धेरै साथीहरूले सानातिना सामान उचालेको के अरे छिगेछाले उचालेको भिडियोहरू बनाए। अनि मैले पनि त्यस्तै साथीहरूलाई अब